के तपाईलाई थाहा छ भगवान रामको जन्म किन भयो? किन भगवानले मानव रूप लिनु पर्यो? आज हामी सुन्नेछौँ एक अद्भुत र प्रेरणादायी कथा। प्राचीन समयमा अयोध्या नामको एक सुन्दर राज्य थियो, जहाँ राजा दशरथले शासन गर्थे। उनी महान राजा थिए, धनी थिए र शक्तिशाली पनि थिए। तर उनको जीवनमा एउटा ठूलो कमी थियो, उनसँग सन्तान थिएन। यही कारण उनी सधैँ चिन्तित रहन्थे। दरबारमा खुसी थियो, तर उनको मन खाली थियो। एक दिन महान ऋषि विश्वामित्र दरबारमा आइपुगे। राजा दशरथले आदरपूर्वक स्वागत गरे। ऋषिले भने, हे राजन, यदि तपाईँ सन्तान चाहनुहुन्छ भने पुत्रेष्टि यज्ञ गर्नुहोस्। राजाले तुरुन्त यज्ञ गर्ने निर्णय गरे। यज्ञ सुरु भयो, मन्त्र गुन्जिन थाले, अग्नि बल्न थाल्यो। पूरा वातावरण पवित्र भयो। अचानक अग्निदेव प्रकट भए। उनको हातमा एक दिव्य खीर थियो। यो खीर आफ्ना रानीहरूलाई दिनुहोस्, तपाईलाई पुत्र प्राप्त हुनेछ। राजा दशरथ अत्यन्त खुसी भए। खीर 3 रानीहरूमा बाँडियो, कौशल्या, कैकेयी र सुमित्रा। समय बित्दै गयो अनि चैत्र महिनाको नवमी तिथि आयो। त्यस दिन भगवान रामको जन्म भयो। पूरा अयोध्या खुसीले भरियो। देवताहरूले आकाशबाट फूल वर्षाए। सङ्गीत बज्न थाल्यो, मानिसहरू नाच्न थाले। भगवान राम केवल एक राजा मात्र होइनन्, उनी सत्यका प्रतीक हुन्, धर्मका मार्गदर्शक हुन् र आदर्श जीवनका उदाहरण हुन्। हामीले पनि उनीबाट सिक्नुपर्छ, सत्य बोल्न, धर्मको बाटोमा हिँड्न र राम्रो मान्छे बन्न।